हेलो साथीहरू, आज फेरि छुट्टीको बेलुका अब रुम चल्नुतिर लाग्दै गरेको रुमतिर है। होटल चाहिँ हाम्रो क्लोज भइसक्यो, पुरै लाइट साइड पुरै मारिसक्यो। हाम्रो अनिल घर जाँदैछ, म पनि रुमतिर लाग्ने हो। साथी पर्खिरहेको छ, अँध्यारो छ चारतिर। यस्तै हो, रातको 12 बजे क्लोज भयो होटल चाहिँ। रुमतिर हिँड्न लागेको हामी यस्तै छ, ड्युटी गयो आयो है। अनिल पनि अब रुमतिर गयो। रातको 12 बजे सुनसान छ, यस्तै छ। होटल जाँदै बन्द भइसकेको छ। हाम्रो साथी के गर्दैछ, यहाँनिर गेम खेल्दैछ। अब मैले रुमतिर जाउँ, रात परो छिटो हिँड्नु भनेको। एकछिनमा आउँछु अरे, ठिक छ एकछिनमा भनेर म जाँदै गर्छु। रुमतिर लागेँ म चाहिँ एक्लै है, कामसम्म सक्यो होटलतिर। रुमतिर लाग्दैछु म चाहिँ। बाहिरतिर यस्तै छ, सुनसान छ। रातको 12 बजे मान्छेहरू साह्रो छैन पनि हिँडेको। खट्टो गाडीहरू चाहिँ नाइटमा गाडी चाहिँ पुरा प्रायः जस्तो कुद्छ यहाँनिर, मालगाडीहरू नाइटमा चाहिँ। यहाँको मेन हाइवे भनेको यही हो। यहाँ माथि चाहिँ हाम्रो रुम, यो मुनि बाइक सोरुम। रुम पनि आइपुग्यो, अँध्यारो छ सबैतिर है। म माथितिर जान्छु। यस्तै छ हाम्रो रुम चाहिँ है। टक्कसँग केटाहरू सबैजना अघि आइसकेको छ। म र एकजना मात्र लास्टमा, त्यो पनि गेम खेल्न थाल्यो। ढिलो आउँछ होला, म आइपुगेँ अब। यस्तै छ, सबैजनालाई रुम पनि आइपुग्यो है। अब सबैजना यति नै। अब नेक्स्ट ब्लगमा भेट्नुपर्छ हामी सबैजनालाई। बाइ बाइ।